हेलो गाइज, आज चाहिँ हामी काउडारा भ्लग बनाउनु भनेर जाँदैछौँ। यसो खोइ पुगिन्छ कि पुगिँदैन, बाटो यहीँ फर्किन्छौँ को त्यत्रो माथि छ, धेरै उकालो छ, अलिक साइकल पनि हिँड्दैन। त्यही गाइस सबैजनाले भ्लग हेरेर राम्रो छ भने सब्सक्राइब गरिदिनु होला, नराम्रो सब्सक्राइब गरिदिनु होला भन्छु म। त्यति हो, अल्लाह हाफिज सबैजनालाई भ्लग हेरिदिनु होला। सो गाइज हामी चाहिँ अब काउडारा पुग्न बजे 10-15 मिनट लाग्छ ल। माथि नै छ काउडारा, हामी चाहिँ अलिक माथि आइसक्यौँ। हेर्न सकिन्छ नयाँ एयरपोर्ट यहाँ तल हो, क्या ठुलो छ नयाँ एयरपोर्ट। हामीलाई पोखरा कस्तो छ मन पर्ने सब सब्सक्राइब सेयर गरिदिनु होला। म चाहिँ दाजु पसिना आएर साइकल यस्तो ओह्रालो छ, मासले साइकल डोराउँदै ल्याउनु लास्ट ओह्रालो छ। झन् ओह्रालो यस्तो छ, उकालो छ झन्। अहिले अब के कसो झन् ओह्रालोमा टोइ छ, उकालो त ठिकै हो। त्यही गाइस सबैले सब्सक्राइब गरिदिनु होला र सब्सक्राइब लाइक कमेन्ट सेयर गर्नु चाहिँ नभुल्नु होला। खतरा छ ठाउँटा गाडीहरू। सो गाइस अब हामी साइकल राइडिङबाट अब घर फर्किँदैछौँ, काउडारा नपुगी बिसङ बाबु जाँदैछ त ल। विष्णु भगवान् महाकाशुली चलो बाबु। चल झर्ने रहेछ यार, नझरे बाबु। अलिकति बाबु भएन क्या, यहाँ ठिकै हो यसमा त खतममा चाहिँ। हामी ब्लग गर्छौँ अब पोखराको भित्र देखाउनु पर्यो यार। कहाँदेखि देखाउँ पोखराको भ्यू। बाबु क्या माछको नाम मर्दो हो मासुको त्यो बुढा न बाबु के को लहराउँछ त्यो कन्ट्रोल हुन्छ नि बाबु हातमा। हेर्नु सक्नुहुन्छ गाइस हाम्रो बिसङ चाहिँ हेर्नु न लास्ट डर पोके छ, तर क्यामेरामा देखिँदै छैन क्या हो महाडर्छु देखिँदै छैन। हेर्नु न क्या हो ल डर पुग्छ यार, मन डर त लाग्दैछ यार नाचिकले मऱ्यो भने। मस्त खतरा यार, डेन्जर अलिक खान्टाङ खुन्टुङ छ क्या, खान्टाङ खुन्टुङ रोडले गर्दाखेरि यार के गर्नु त्यस्तै छ। यहाँ बस्नु पर्छ। हेर्नु चाहिँ पोखरा कस्तो राम्रो छ, यहाँ चाहिँ दिन चाहिँ एकदम खतरा छ यार, बब्बाल सिन। यहाँ बिसाङ छ, डराउँदैछ, डराउँदै जाँदैछ। यहाँ चाहिँ म छु,
मैले चाहिँ कन त दिमाग लगाएर हेर्न यहाँ साइकल राखेर साइकलको गुटमा राखेर फोन अनि भ्लग बनाउँदै हिँड्दैछु भिडियो बनाउँदै भनौँ न भ्लग टाइम त्यही गाइस सबैजना सब्सक्राइब गरिदिनलाई त्यति हो आजको डेट चाहिँ उमारसम्मको म्याटिङ फर्कियौँ हामी आज चाहिँ त्यति हो सब्सक्राइब गर्नु होला नभुल्नु होला सो गाइस चलो अब हामी चलियो चलो हम चलते हैं ना चलो जाम बाबु डराएर भएको छैन यार अब आइसकेको छ जो गाई त्यही हो हामी चाहिँ काउडर नपुगी फर्केको छौँ हामी चाहिँ आज त्यति नै अब यतिसम्म आज यति मात्र हो अब भोलि पर्सि कतै अब त्यति बेला चाहिँ जाउँला काउडर तर आजको राइड चाहिँ यति नै सकिन्छ अब घरसम्मको फुल भ्लग हेर्नलाई सबैजनालाई त्यति भन्छु म यार आइजान्छ त यार अब गाई पुग्यो त नि एकैछिन अब गोडल भनेपछि एकैछिनमा यार सो गाइस अनि मैले जति भिडियोमा छाला बोलेको छु त्यो तपाईँहरूले त्यो नराम्रो नसोच्नु होला मैले त्यतिको पनि झरिसक्यो यार बितिसकिसक्यो यार म्यास बाटो त कस्तो खतरा यार
बाबु बाबु सोना झन्डा गियरको त खाइसक्यो बाबु तपाईँ हेर्न आइज बाटो कति नभयो आजकल म यस्तो कुरा हुँदैन ओहो आथे न यार अन्नाले बाल बाल बच गए बाबा ओइ जम्मा कस्तो बाटो यार ओ सबै ल लो बाटो त लो ओ बाटो सुली यार बाटो त सुली नै हुन्छ कि बिस्तारै 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 आटे दुख्यो यार लास्ट ओह्रालो त यहाँ रहेछ झन्डै ब्रेक गएन नगरेको बाबु हिँड न अरू स्पिड हान्न स्पिड हान् त पुरा नै स्पिड ओहो माग छ यो पुरा माग किन साह्रो भयो यार हल्लिरहेछ यार दबिन्छ हल्लियो यार ओहो माफले लग्यो ल गाइस बाबुराम हजुर है पछाडि बाइकहरू अलिकति हल्लियो क्या भन्नु त ठिकै छ भन्नु त स्टार्ट न फेरि अर्ग्यानिक छ यार मेरो एउटा बाँध्ने गरेको अघि ओह्रालोमा ब्रेक हाल्नु हातै दुख्यो यार ब्रेक यत्तिकै हाल्दैछु दुखेर माक्री मेरो ब्रेक हो ए त्यो अगाडिको ब्रेक चेक बजेर यार सो गाइस हामी चाहिँ घर आइसकेछौँ अहिले मास ब्रेक यो नलागेर यार यो कुन पो पछाडि ब्रेक यो होइन यो खोइ यो त गयो नि यो ब्रेक नलागेर कर्कर बजेर सो गाइस आजको भ्लग चाहिँ यतिमै हो अब कस्तो भिडियो हुन्छ हेरिदिनु होला सबैजनाले देखिरहेछु न म गाइस सबैजना सब्सक्राइब गरिदिनु होला लास्ट त लागेको मलाई माथि माथि गर्नु ओह्रालो त यो तल के अरे
त्यो ढुङ्गा पानी छ काटी नि माथि पो नाच कम त घोङ्गला फोन झनै झरी गरे त्यो हामी पानी गाइस किन्नु सबजनालाई सब्स्क्राइब गरिदिनु होला पानी किन्नु खानु आजको छेउमा चाहिँ सकिन्छ लास्टै डर लाग्यो भेटौँ ल बाई बाई